हेलो गाइस, तपाईहरुलाई स्वागत छ आजको मेरो मिनी भ्लगमा। आज हामी जाँदैछौँ भक्तपुरदेखि नजिकै रहेको चाँगुनारायणको साइडमा रहेको त्रिशुल डाँडा र पिस डाँडाको भिडियो लिएर चाहिँ आज म आएको छु। तपाईहरुले हेरेर साथ दिनुहोला र तपाईहरुलाई पनि काठमाडौँदेखि नजिकै कतै घुम्न जानु मन छ, डाँडा काँडा हरियाली पाखा पखेरा हिमाल हेर्न मन छ भने चाहिँ यो ठाउँ चाहिँ तपाईको लागि बेस्ट हुन सक्छ। एकदमै हामी चाहिँ भक्तपुरको गट्ठाघरदेखि जम्मा 45 अथवा छिटो हिँड्नेलाई चाहिँ 30 मिनेटको राइड हो। एकदम बाटोहरू चाहिँ सजिलो पनि छ। चाँगुनारायणको बाटो गयो भने चाहिँ एकदमै राम्रो बाटो छ। अनि तलबाट गयो भने चाहिँ अलिकति अफ रोड बाटो रहेछ। अनि माथि चाहिँ अलिकति अफ रोड बाटो छ। एकदम कुल भाइब्स थियो। अनि त्यहाँबाट चाहिँ काठमाडौँ भक्तपुर भ्यालीहरू चाहिँ राम्रो देखिन्छ। अझ अलिकति मौसम खराब भएको कारणले जाडोमा यस्तो देखिन्छ नि त। तर एकदम रमाइलो थियो डाँडा काँडा। यहाँ चाहिँ बाख्राहरू पनि पुरा चराउन ल्याएको थियो है। अनि त्यसपछि यता फेरि ढिँडोहरू लोकल कुखुराको मासुहरू पनि पाइँदो रहेछ। अनि एकदम इन्जोय गर्न मिल्ने ठाउँ थियो। अलिकति थोरै बर्याङहरू जस्तो पनि थियो। यहाँ चाहिँ यो चाहिँ मेन भनेको यो त्रिशुल डाँडाकै त्रिशुल हो। अनि यहाँ चाहिँ त्रिशुल डाँडामा चाहिँ धेरै मान्छेहरू आउनुभएको थियो। त्यहाँ चाहिँ बच्चा बच्चीहरू आन्टीहरू अङ्कलहरू त्यहाँ टन्नै चाहिँ बस्न घाम ताप्न त्यहाँबाट हिमालको भ्यू हेर्न चाहिँ आउनुहुँदो रहेछ। एकदम रमाइलो थियो। घाम लाग्ने टक्क डाँडामा उहाँहरूले चाहिँ फोटो भिडियोहरू चाहिँ खिच्नु हुँदै थियो दिदीहरूले। यहाँदेखि चाहिँ दामी हिमालको भ्यू देखिन्छ। अनि त्यसपछि हामी त्यहाँबाट घुमेर एकछिन बसेर बदाम सुन्तला खाएर अनि हामी फर्क्यौँ है। त्यहाँबाट टक्क लगाएर हेर्न कति हाम्रो हिमालको भ्यू देखेछ। त्रिशुल डाँडा घुमिसकेपछि हामी आयौँ पिस डाँडामा। यो चाहिँ एकदमै पिस नै भाइब थियो क्या। यस्तो राम्रो पतङ्गहरू होइन। यो बुद्धिस्टहरूको तामाङहरूको चाहिँ एकदमै ब्युटिफुल क्रिएसन थियो जहाँ चाहिँ एकदम दामी थियो। अनि त्यसपछि हामी पिङ खेल्ने ठाउँ पनि थियो। यो पतङ्गहरू अनि बेलुकाको त्यो भ्यू सनसेट हुन लागेको भ्यू एकदम दामी थियो। यहाँ बसेर चाहिँ हामी टक्क लगाएर पिङ सिङ खेल्ने फोटो भिडियो खिच्ने। अनि यहाँ बसेर चटपटे पनि एकदम मिठो चटपटे चाहिँ हामीले त्यहाँ खान पायौँ। यो दिदीले चाहिँ बनाउँदो रहेछ एकदम मिठो चटपटे। 50 रुपियाँ मात्रै थियो। ठन्डा पोर्सन पनि थियो। हामी चाहिँ एकदम मिठो मानेर चाहिँ हामीले चटपटी पनि खायौँ है त गाइज। यस्तो रमाइलो भएको थियो। एकदम पिस डाँडा चाहिँ एकदमै पिस नै रहेछ। सोच्यो भन्दा नि एकदम दामी लागेछ। मैले चाहिँ सबभन्दा धेरै फोटो भिडियो पनि यही ठाउँमा खिचेँ मैले। एकदम इन्जोय चाहिँ गरेँ। त्रिशुल डाँडा भन्दा चाहिँ मलाई पिस डाँडा चाहिँ मन पर्यो। चाहिँ तलरै पर्छ पिस डाँडा भन्दा। यो चाहिँ माथिकै नै हो। फोटो भिडियोहरू चाहिँ टन्न खिच्यो बस ब्युटिफुल भ्यू हेर्दै